बाला छैन श्रीमान मरेको तँ कसैसँग जान पनि गरिन आज बुढी भई दबाई पानी पनि खान्न भन्छे तँ के आशा देव हो त्यसलाई भन्छन् सागा दिनतिर मलाई गफ गर्दै सम्म बिहे गर्नुभयो 7 सालमा बिहे गरियो त्यतिखेर कान्छो छोरो पनि 3 वर्षको थियो भनेपछि कति गोठ पारियो होइन गोठ पारियो अब मलाई चासु थिएनन् 2 जना मात्रै थियौँ भनौँ न हामी अब हजुर 2 जना मात्रै 1 जना लोग्ने मान्छे भएका ठाउँमा हाकिम हजुर म आएर अनिखेरि अब वस्तु पाल्यौँ दुःख गऱ्यौँ त्यहाँबाट गोठ पनि पाल्यौँ कत्रो माथि बिहान गएर बेलुका दही मही लिएर पनि आयौँ तर अब म 12 वर्षकी मान्छे बिहे गरेर ल्याएको चाहिँ यो घरमा आकी 12 वर्षमा बिहे गरेर आउनुभयो खेवाङमा कुन ठाउँ हो तपाईँको माइत चाहिँ माइत मेरो थाहा हो कि त्यतिखेर मागी बिहे डबल बिहे गर्नेसँग पो त ए यहाँ तपाईँको श्रीमानले चाहिँ डबल बिहे दोस्रो श्रीमती भएर आउनुभयो तपाईँ चाहिँ दोस्रो म गोठ त हामीले भर्खर छोडेको पो त पाल्न त अनिखेरि धेरै 20-25 वर्ष पाल्यो मलाई श्रीमानले किनेर ल्याएको 200 मा एउटा मौ भैँसी लैना आउँथ्यो कि मुरी 100 रुपियाँ पाथी लाखे 100 रुपियाँ पाथी त मलाई नै याद छ भुल्दैछु है म भुल्नु भयो जस्तो छ 1 रुपियाँको 1 पाथी 1 रुपियाँको 1 पाथी आउँथ्यो 1 रुपियाँको 1 पाथी अहिले सेयर गरिदिनु पठाइदिनु 9 बाई 7 8 बाई 7-8 बाई छन् तिनैले पनि हेर्न पाउनु 7-8 बाई सबैले हेर्ने गरी छोरीले पनि हेरोस् सबै ठाउँ पुर्याइदिनु भन्न चाहनुहुन्छ सबैजनालाई होइन मलाई त मेरो बा चाहिँ मेरो छोराछोरी यत्र हुर्काउनु थियो फेरि मलाई अब काम पर्यो भने मलाई जो पनि यस्तो काम पर्यो के गर्नु भनेपछि थपक्कन पैसा दिने ल्याउने चलाउने के गर्दैछु नला चिया खान जाउँ है भन्नु सम्झेर आउनु म चाहिँ आज खेवाङको लुङथुङ 4 नम्बरमा छु यहाँ हजुरआमा हुनुहुन्छ हजुरआमा तपाईँको शुभ नाम मेरो शुभ नाम फुलकुमारी अधिकारी कति वर्ष पुग्नुभयो म 84 पोहोर फागुनदेखि 84 पुगेर यति आएँ अस्ति फागुनदेखि 86 वर्ष पुग्नु भएछ परारै पुग्नुभएको अनि 86 वर्षको उमेरमा यहाँ काम गर्दै हुनुहुन्छ गाउँ टिप्दै हुनुहुँदो रहेछ अब बसिरहेर पो के गर्नु र अब त्यहाँ राखी छोडेको छ अनि अब त्यो हात खुट्टा चल्छन् अनि गर्नु पर्यो नि छोराबारी नाति नातिनीले नगर्नु भने पनि अब आफ्नो मनले दिँदैन गर्नुपर्छ त्यो त ए जस्तै तपाईँ 86 वर्ष पुग्नुभएछ तपाईँको छोराले भन्नुभयो अनुसार तपाईँ बिहे गरेर खेवाङ चाहिँ कहिले आउनुभयो याद छ तपाईँलाई 7 सालमा बिहे गरेको 7 सालमा 7 सालमा चाहिँ अब बेहुली बैशाखमा बिहे गरेको हजुर बेहुली आइयो र जेठा गइयो हजुर अनि दसैँमा आइयो पछि दसैँमा मैतालु आइयो हजुर अनि मैतालु आएर फेरि तिहारमा गइयो हजुर तिहारमा गएर फागुनमा आइयो हजुर अनि आएर मकै सुकै छरियो अनि सासु मरिन् अनि तल मूल घरमा गएर बसियो अनि अर्का बर्खा मासतिर बस्यौँ अनि यहाँ आएर बसेका थिए 15-16 सालमा सबैहरूको 16 सालमा यहाँ आएर बस्नुभयो भन्नुभयो 7 सालमा बिहे गरे भन्नुभयो छोराछोरी चाहिँ कति हुनुहुन्छ तपाईँ मेरा छोराछोरी त 9 भाइ छोरा हजुर 3 बहिनी छोरी 3 बहिनी छोरी 9 भाइ छोरा 3 बहिनी छोरीमा अहिले जेठो छोरासँग हुनुहुन्छ भन्नुभयो होइन अब खेवाङमा आएर बिताएको समय दुःख गर्नुभयो धेरै त्यो कुराहरू सम्झेर ल्याउँदाखेरि चाहिँ दुःख त कति गरियो नि अर्काका छोरा मैले गुठाला 5 वटा चाहिँ पालेँ अर्काको छोरा भन्नाले अरूका गाउँका ल्याएर जस्तो तपाईँले 9 भाइलाई जन्माउनु भयो 3 बहिनी छोरा 11 जना सन्तान जन्माउनु भयो 12 जना त्यति गर्दा त अगाडि त गोठाला अब वस्तु पालेका थिए गोठाला थिएनन् नि ए उनीहरूले चाहिँ काम गर्नु ल्याउनु भयो काम गर्न ल्याए छोराछोरी जस्तो पाल्नु चाहिँ होइन
गोठाला अनि भन्नुभयो अब हजुर ल्याइयो गोठ पालियो होइन अँ गोठ पालियो अब मलाई चासु थिएनन् अँ 2 जना मात्रै थियौँ भनौँ न हामी अब हजुर 2 जना मात्रै 1 जना लोग्ने मान्छे भएका ठाउँमा हाकिम हजुर म आएर अनिखेरि अब वस्तु पाल्यौँ दुःख गऱ्यौँ त्यहाँबाट गोठ पनि पाल्यौँ कत्रो माथि बिहान गएर बेलुका दही मही लिएर पनि आयौँ तर अब म 12 वर्षकी मान्छे बिहे गरेर ल्याएको चाहिँ यो घरमा आकी 12 वर्ष 12 वर्षमा बिहे गरेर आउनुभयो खेवाङमा कुन ठाउँ हो तपाईँको माइत चाहिँ माइत मेरो फाखला ए अनि सुन्नु न जस्तै अब 12 वर्षमा बिहे गर्नु आउनुभयो मागेर बिहे भयो कि त्यतिखेर मागी बिहे डबल बिहे गर्नेसँग पो त ए यहाँ तपाईँको श्रीमानले चाहिँ डबल बिहे ए दोस्रो श्रीमती भएर आउनुभयो तपाईँ चाहिँ दोस्रो मरेर ए पहिलो चाहिँ बित्नुभयो अनि दोस्रो ए जस्तै अब गोठको कुरा गर्नुभयो अघि त्यो गोठहरू त्यो सम्झिनु पर्दा त्यो पल सम्झिनु पर्दा चाहिँ कुन पल सम्झिनुहुन्छ जस्तै गोठमा दही मही खाएको कुराहरू दही मही गोठामा गइयो दही मही ल्याइयो भुनेमा दही बोकेर ल्याएर पनि मही पादियो भुने भनेको चाहिँ कस्तो हुन्छ चौयाको हुन्छ होइन उल्टा हुँदो रहेछ भुने भनेको चाहिँ अब यस्तो नि मालिङ्गाको ठ्याक्कै चोया बाँसको मालिङ्गाको बनेको यस्तो ठाडो बनेको हजुर ठाडो बनेर अनिखेरि अलि माथि लगेर बिट मारेको मुख चाहिँ भएको सानो यत्रो मुख भएको मुख चाहिँ के अब यसो पातहरू के नातो बुझो लाउँदा हुने उँधो तल चाहिँ ठुलो भएको हो त्यस्तो हुन्थ्यो भुने बनेको भुने चोयाबाट बुनेको एकदम बनेको उपारी दयाराम सापकोटा बन्थे जस्तै कति वर्ष चाहिँ गोठमा बिताउनु भयो र अहिले गाउँमा गोठैमा बसिउन बोकेर ल्याएको मात्रै घरमै बस्यो ए घरमै बसेर गोठ चाहिँ जानुहुन्थ्यो कति वर्ष चाहिँ गोठ पाल्नुभयो त गोठ त हामीले भर्खर छोडेको पो त पाल्न त अनिखेरि धेरै 20-25 वर्ष पाल्यौँ होला ए 20 त्यतिखेर अब गोठ पाल्नुभयो भन्नुभयो एउटा गाई भैँसी के पाल्नु भएको थियो हामीले एकदम गाई भैँसी पाले ए गाई भैँसी चाहिँ कति पर्छ त्यतिखेर त्यतिखेर गाई भैँसी किन्दा त नानी हामीले नि मेरै श्रीमानले किनेर ल्याएको 200 मा एउटा म भैँसी लैना आउँथ्यो लैना आउँथ्यो ए अनि जस्तै अहिले गहुँ टिप्दै हुनुहुँदो रहेछ त्यतिखेर यस्तो अन्नहरूलाई चाहिँ पाथी मुरीको कसरी पर्थ्यो त हजुर त्यतिखेर 100 रुपियाँ पाथी पर्छ 100 रुपियाँ पाथी पाथी कि मुरी 100 रुपियाँ पाथी हो लाखे 100 रुपियाँ पाथी त मलाई नै याद छ भुल्दैछु है म भुल्नु भयो जस्तो छ 1 रुपियाँको 1 पाथी 1 रुपियाँको 1 पाथी हुन्थ्यो 1 रुपियाँको 1 पाथी अहिले चाहिँ अब घिउ 1800 रुपियाँ धार्नी छ त्यतिखेर चाहिँ कसरी पर्थ्यो धार्नीको 12 आना बोडी 12 आना बोडी 12 आना भनेपछि कति एक बिसौलीमा 6 बोडी कि 8 बोडी पो हुन्छ एक धार्नीमा एक धार्नीमा कति हुन्छ भने 8 पोल 2 8 पोलको बिसौली 4 8 पोल ए 4 8 पोललाई चाहिँ 8 पोलको पनि आधी बोडी भने 12 आना पर्छ त्यसको चाहिँ आधी ए त्यही त अब पुरानो कुराहरू गर्नुपर्दाखेरि जस्तै तपाईँले बिताएको कुराहरू गर्नुपर्दाखेरि के चाहिँ जस्तै अविस्मरणीय छ त तपाईँको अहिलेसम्म बिर्सिनै नसक्ने कुराहरू पलहरू अब केही पनि छैन म बिमारी भएर सुत्तिनँ यस्तै अलिअलि काम गर्छु ऊ माथि डाँडासम्म जान्छु बजारमा घुम्छु अनि आउँछु भात खान्छु सुत्छु त्यस्तै आजसम्म दबाई खाएको छैन हो यो चिज सुन्यो भने अचम्म हुन्छन् मान्छे हस्पिटलको औषधि अहिलेसम्म खानुभएको छैन बन्द कपाल फुलेछ सेतै भएछ हजुरआमाको शिकार खान्न म शिकार मासु मांस केही खानु बन्द केहीको त्यो तपाईँ त त्यसै त शाकाहारी हुनुहुँदो रहेछ पुरै अनि म त शाकाहारी नै हुँ नि हो त्यस्तै लेखिदिँदा हुन्छ नि जन्मेदेखि अहिलेसम्म खानु बन्द म बजारको चिज केही खान्न मासु मांस खान्न घरैन चिया पनि खान्न थिएँ हिजो आज किन हो खान थाले यो घरबारी गुरुङ बसेको यो घरबारी लिउँ हामीले होइन कतिमा लिनुभयो घरबारी यो घरबारी हामीले राजनाम गर्दा हुने राजनाम
गर्दा चाहिँ हामीले 9,000 मा राख्यौँ। कति रोपनी छ जग्गा? शुद्ध म चाहिँ रोपनी चाहिँ जान्दिनँ। जसै कति रोपनी छ हौ यहाँ? यो घरबारी कति रोपनी छ? 18 रोपनी कति हजारमा भन्नुभयो? 9,000। 9,000मा त्यो 5 भनेपछि 500 रुपियाँ रोपनी पाइन्थ्यो त्यतिखेर। त्यो कति भने 25 सालमा पास गरेको। 25 साल 25 साल हुँदा 500 रोपनी थिएछ मानौ न सर्द। अनि हजुरको श्रीमान बित्नु भएको चाहिँ कति भयो नि? 36 सालमा। 36 सालमा बित्नु। कतिको याद आउँछ हजुरको श्रीमानको? 36 सालमा बित्नु, टिभी लागेर दुःख पाएर बित्नु। सागा दिनमा बाला छैन, श्रीमान मरेको। तँ कसैसँग जान पनि गरिन। आज बुढी भई दबाई पानी पनि खान्न भन्छे। तँ के आशा देव हो त्यसलाई भन्छन् सागा दिनतिर गफ गर्दै। साँच्चै तपाईँको श्रीमान त कति सालमा पो खसे भन्नुभयो, बित्यो भन्नुभयो? 36 सालमा बित्नु। अनि तपाईँ कति वर्षको हुनुहुन्थ्यो होला त्यतिखेर अन्दाज? 12 वर्षमा बिहे गर्नुभयो? 7 सालमा बिहे गरियो। त्यतिखेर कान्छो छोरो पनि 3 वर्षको थियो भनेपछि कति थिएँ नि अब म। जस्तै उमेरकै हुनुहुन्थ्यो? उमेरकी थिएँ नि अब भर्खर। त्यतिखेर अब अर्को बिहे गर्नु चाहिँ लाग्दैन थियो हजुरआमालाई? लागेन है? लागेन मलाई त। मेरो बा चाहिँ मेरो छोराछोरी यत्र हुर्काउनु थियो। फेरि मलाई अब काम पर्यो भने मलाई जो पनि यस्तो काम पर्यो के गर्नु भनेपछि थपक्कन पैसा दिने ल्याउने चलाउने दिन तिरोबारु गर्ने। त्यस्तो संसारले बसेकी म अनि त्यति असाध्यै दुःख गरेर रुँदै हिँड्नु परेन। अनि सुख सायलै थियो, किन गर्नु होइन? अर्को ठाउँ जानु सुख पाइने होइन? सुख पाइँदैन। अनि किन जानु त? इज्जत फ्याँकेर दोस्रो बिहे गर्नु त इज्जत पो जान्छ त। जाने कुरा हो त नानी। त्यत्रो छोराछोरी 11-12 जना छोडेर भन्ने हुन्छ होइन? र त मैले दुःख 12 वर्षदेखि कति दुःख गरेको होला त। टिभी रोगले गर्दाखेरि? टिभी रोगले उपचार त गऱ्यौँ होइन। हजुर। उपचार त विराटनगर गएर 40 दिन बसेर आउनुभयो। त्यहाँबाट ताता पानी पनि पठायौँ। ताता पानी भनेको इन्डिया पठायौँ। तर नानी त्यो भनेको अब जान्दा चाहिँ टिभी रोग लाग्यो मान्छेले ताता पानी नजान्नु साह्रो पार्दो रहेछ। तातो पानीमा डुब्दा? तातो पानीमा डुब्दा। उपचार गर्दा गर्दै उपचार समयमै पुगेन? त्यतिखेर भनेको दबाई ल्याएर खानु पर्थ्यो विराटनगरबाट होइन? हजुर। दबाई ल्याइदिने मान्छे पनि भएन। त्यतिखेर चाहिँ तपाईँहरूको जस्तै तपाईँको श्रीमान बित्नु भएको बेला चाहिँ गाडी चाहिँ कहाँसम्म आउँथ्यो हजुरआमा? इलामसम्म मान्छेले बोकेर लानुपर्ने? बोकेर लानु परेन, हिँडेरै जानुभयो कि। बोक्नु चाहिँ परेन? बोक्नु परेन। यता धरानपट्टिबाट जानुभयो, यता मिल्केटतिरबाट हिँडेरै। अनि सुन्नु न, इलामसम्म मात्रै गाडी थियो भन्नुभयो तपाईँहरूको उमेर। त्यतिखेर चाहिँ कहाँबाट जस्तै नुन तेलहरू यस्तो सौदापात चाहिँ कहाँबाट ल्याउनुहुन्थ्यो त? घरमा त चाहिन्थ्यो होला नुन तेल? दार्जिलिङ उता तपाईँ पनि जानुभयो कि? गइन म त। श्रीमान गइन म त एकदमसँगले धान कुटेर चामल दिँदा नुन ल्याइदिन्थे, घरैमा खान्थे। धान कुटेर चामल दियो अनि नुन थपकन ल्याइदिन्थे, खान्थे। अब तपाईँ त के अरे मासु मांस खाँदिन भन्नुभयो त। त्यतिखेर यस्तो खसीहरूको धार्नीको अहिले 1500 छ। त्यतिखेर चाहिँ कति थियो होला तपाईँलाई याद छ? त्यो चाहिँ बिर्सेँ नानी मैले। त्यतिखेर पनि खसी आएको बलियो बनाउँथे, काट्थे, खान्थे। मैले चाहिँ अब जन्मै नखाएको कि। जस्तै अब तपाईँहरू अधिकारी हुनुहुन्छ होइन? तपाईँले जाने अनुसार चाहिँ यहाँ अधिकारीहरू चाहिँ कहिले आएर बस्नु थाल्नुभयो त? त्यो पनि थाहा छैन, बिर्स्यो नि। अनि तपाईँको नभई सन्तानहरूमध्ये कता कता हुनुहुन्छ? जेठोसँग बस्नु भएको छ? म जेठासँग बसेँ कि अरू सबै झापा छ। झापा गइसक्नु। अनि झापा तपाईँले जाउँ लाग्दैन अरू छोरासँग? मलाई गर्मीले जाउँ लागेको छैन। त्यसो हिउँदोमा चाहिँ भयो जानुहुन्थ्यो होला? हिउँदा यसो डुल्न चाहिँ जान्थेँ होला। त्यो पनि 3-4 वर्ष भयो गएकी छैन। गर्मीदेखि डर लाग्छ? गर्मीदेखि डर लाग्छ। अनि झापा त सबै प्राय बसी सरेर जान्छन्, गर्मीले नै नजानु भएको कि अरू पनि कारण छ? जानलाई अब
यस्तो नि अब यहाँ बेचेर अनि फेरि आफूले कमाएको चाहिँ त्यसै छोडेर झापामा गएर कसले यसो चलाउन पैसा कसले दिन्छ आफूले चाहिँ यहाँ अब कसैले किन्दैन छोडेरै जानुपर्छ अनि कसले दिन्छ अनि आफूले कमाएको चाहिँ छोडेर रित्तैको जाने जस्तै अब यहीँ अब कर्मथलो यहीँ बनाउनु भयो लगभग 12 वर्षदेखि अहिले 86 वर्ष पुगिन्जेलसम्म बस्नुभयो 12 वर्षको उमेरदेखि यहाँको ढुङ्गा माटो सबै लोभ छ नि सबैसँग माया मोह छ है अनि जस्तै त्यतिखेर मेलापातहरू गर्दाखेरि चाहिँ कता कताको साथीहरू थिए तपाईँको जस्तै शिवकका ल्याउँथे म त माथि शिव मै जाँदा आउँथे साथीहरू भेट बोलाउँदा बेसी थियो होला होइन बेसी थियो नि यहाँबाट तल बिहासीसम्म कमाइ गर्थ्यौँ अनि बेठी लगाउने चलन थियो नि त्यतिखेर बेठी चाहिँ लाउनु हो कि भयो लायौँ बेठी चाहिँ यो हामी बसेको गुरुङहरूको जग्गा हो कि पारि गर्जमानेहरूको जग्गा हो नि यो हजुर गर्जमानेहरूको जग्गा हो अब म बसी जाने भए बेटी लाएर खेत त रोप पुरेत भन्नु होइन गुरुङले पुरेत हान्दा बाह्र अनि फेरि भन्नु तर हामीले लायौँ बेटी ए पुरेत हुनुहुन्थ्यो हजुरबा असाध्यै पुरेत गर्नु जाँदाखेरि चाहिँ कति दिनसम्म जानुहुन्थ्यो उहाँ चाहिँ पुरेत कोही एकै दिनमा सकेर आउने हुन्छ कोही 2 दिन 3 दिन हुन्छ नि पुरेतको काम अनि तपाईँ चाहिँ सँगै जानुभयो कि होइन किन जाने ए गयो कि नानी म भात पकाउन गयो कि यो संसार तल 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 सन्यासीका घरदेखि म भात पकाएको मैले पुरेत जाँदाखेरि मरेका ठाउँमा त भात पकाउन जानुपर्छ ए जस्तै अरूले पकाएको खानु हुँदैन श्रीमतीले पकाएको चाहिँ पकाएको खानु हुँदैन होइन कि मलामीलाई भात दिने चलन थियो नि त मलामीलाई भात पकाउनु पर्छ पुरै पेनले पकाउनु पर्छ ए त्यतिखेरको सिस्टम चाहिँ सिस्टम अरूले पकाएर दिएको भन्दा नि पुरै पेनी अनिवार्य जानुपर्ने अनि अब पहिरिनु लुगा पहिर्याउने चलन थियो अनि अब लुगा पहिरेर आउनुपर्छ पुरेतले त कस्तो लुगा हुन्थ्यो तपाईँहरूको चाहिँ साडी हुन्थे ए साडी हुन्थे चोलो साडी जुनसुकै कलरको भए पनि हुन्थ्यो पुरेत जस्तो सेतै लाउनु पर्दैन थियो पर्दैन ए अर्काले दिएको अब जस्तो दियो दियो नि ए उहाँहरूले पनि दिनुहुन्थ्यो आफूले लाए खाना पकाइदिए ए लगभग कति ठाउँ चाहिँ जानुभयो होला तपाईँले याद छ यति ठाउँ गएँ भनेर खेबाङभन्दा अन्त कता कता जानु म तल सन्यासिकामा गएँ अनि यो दयराम बसेदेखि मुनतिर चापागाईहरू थिए हजुर हो त्यहाँ पकाउन गएँ अनि ऊ पारि त्यो ख्याली सापकोटा भनेन अघि हो त्यहाँ गएँ अनि तल उदरातका घरमा गएँ त्यतापट्टि चाहिँ यतापट्टि त यो तलैदेखि नै जस्तै खेबाङभन्दा अन्त ठाउँ चाहिँ जानु भएन होइन हजुर अन्त त गएन अन्त गएन होइन माङदिनमा गएर पकाएँ त्यतिखेर चाहिँ अब उहाँहरूले नै आउनुपर्छ भन्नुहुन्थ्यो कि होइन बोलाउँछन् बोलाएका ठाउँमा गएपछि राम्रै राम्छन् ए जस्तै अब श्रीमानले बोलायो श्रीमानसँगै जानुभएको छैन उहाँले नि गयो सँगै गयो ऊ पढ्न बस्ने आफू भात पकाउने ए श्रीमतीसँगै आउने भन्नुहुन्थ्यो चाहिँ होइन जस्तै अब 9 भाइ छोराहरूमध्ये सबै छोरा बाहिर छ भन्नुभयो 1 भाइ त हराएको पनि भन्नुभयो होइन मेरो हराउने छोरो थियो यहाँ बाँची राखेर त यस्तो मात्रै हुँदैन थियो कतिको याद आउँछ त उहाँको सधैँ आउँछ नि के गर्नु आएर कस्तो स्वभावको स्वभावको साह्रै लक्षणको स्वभाव गरेको मान्छे नि हो मेरो छोरो मिलनसार हुनुहुन्थ्यो होला पहिले दाजुले चुनाव जितेकैमा रमेश भाइ थियो र मैले जितेको भन्दैछ अनि त्यस्तो स्वभावको रमेश है तपाईँको गराउने छोराको कुन भाइको भन्नुभयो ठुलो कान्छो भनेको कान्छोभन्दा मास्तिरको कान्छोभन्दा मुनिको मुनि कान्छोभन्दा मुनि त कान्छो नै भइगयो होइन त कान्छोदेखि कान्छोदेखि माथिको ठुलो कान्छो तपाईँको अरू पनि छोराहरू हुनुहुन्छ झापातिर अब उहाँहरूले यो भिडियो हेर्नुहुन्छ होला उहाँहरूलाई यो भिडियो मार्फत के भन्न चाहनुहुन्छ छोराछोरीहरूलाई अब भिडियो राम्रो गरी हेर्नु त्यस्तै बोलियो अब जानिएन अब त्यस्तै बोलियो भन्नु कतिको कल गर्नुहुन्छ त छोराछोरीहरूले तपाईँले गरिरहन्छ फोन गरिराख्नुहुन्छ भिडियो कलमा बोल्नुहुन्छ होला होइन हिजो आज म त्यो भिडियो कलमा पनि बोल्छु
मलाई नि फोन गर्छन् मेरै छ मोबाइल ए मोबाइल पनि बोक्नुहुन्छ बोक्छु ए जस्तै छोराछोरी तपाईँको छोराछोरीले यो भिडियो हेर्नुभयो भने चाहिँ खुसी हुनुहुन्छ होला होइन हजुर खुसी हुन्छन् नि अनि अब यस्तो भिडियो जाँदा हुने भिडियो हेरिदिनु होला भन्नुहुन्छ होइन भिडियो हेरिदिनु होला अरू केही भन्नुहुन्न यस्तै बोलियो यस्तै भिडियो हेरिदिनु होला बोल्न जानियो जानिएन दुःख सुख त्यस्तै कुरा गरियो हो त्यस्तै हो नि ए अनि आउनु चाहिँ भएको छैन भेट्नु चाहिँ तपाईँलाई छोराछोरीहरू आउँछन् अस्ति आएर गयो अब फेरि जेठमा आउँछन् ए जेठमा आउने कुरा छ को आउने कुरा छ दुई भाइ अन्तरे र ठुलो कान्छो के हो तपाईँहरूको छोराको नामहरू चाहिँ अन्तरेको शान्तिराम अर्को भीम अर्को सोमनाथ अर्को प्रेमसर पेर्मलाल पेर्मला सबै झापा हुनुहुन्छ कि काठमाडौँतिर नि हुनुहुन्छ सबै झापा छ सबै झापातिर हुनुहुन्छ है अब कति भाइको भने काइलो अन्तरे साना कान्छाको लच्छु जन्त ख्यालिराम ए जस्तै अब यहाँ त विभिन्न समुदाय विभिन्न जात जातिका मान्छेहरूसँग बसोबास गर्नुभयो छरछिमेकी बनाएर तपाईँलाई कुन जाति चाहिँ साह्रै राम्रो लागेको तपाईँलाई नानी आफू जोसँग बस्यो उही राम्रो हुन्छ म त भोटे जाति साह्रै मनपर्छ अरूलाई डर लाग्छ अरे भोटे भनेपछि मलाई चाहिँ साह्रै किनभने नि म यहाँ भोटेहरू आएर यहाँ बसेँ मलाई त घाँस काट्न हैँसिया बोकेर गएँ भने अब भोटेको बारी धेरै छ नि मलाई त यहाँ आइज भाउजू काटेर लैजा भन्ने पो त भोटेहरू त मलाई आजसम्म कसैले अब्जेक्स लाउन सकेको छैन जस्तै भोटे जाति चाहिँ सबैलाई साह्रै मनपर्छ मलाई मनपर्छ ल त हजुरआमा कुराकानी यस्तै भयो होइन तपाईँले राम्रो लेखिदिनु होला राम्रो पठाइदिनु होला जानिन भने पनि सपारिदिनु होला सबै ठाउँ पुर्याइदिनु भनेर अरूलाई पनि सेयर गरिदिनु पठाइदिनु 9 भाइ 7 भाइ 8 भाइ छन् तिनीहरूले पनि हेर्न पाउनु 7-8 भाइ सबैले हेर्ने गरी छोरीले पनि हेरोस् सबै ठाउँ पुर्याइदिनु भन्न चाहनुहुन्छ सबैजनालाई पुर्याइदिनु है हजुर आउँदै गर्नु कहिलेकाहीँ सम्झेर कहिले हुन्छ माथि आउँदा पनि के आमै के गर्दैछिन् होला चिया खान जाउँ है भन्नु सम्झेर आउनु हुन्छ म यहाँ माथि आज चाहिँ नि खासै चाहिँ म के अरे यहाँ मासतिर आएको मिना चिन्नुहुन्छ नि त उहाँकोमा आएको अनि यता झरेको ल हजुरआमा छुट्याउँ ल हाम्रै मोबाइलमा पनि पठाइदिनु हुन्छ हुन्छ ल म पठाइदिन्छु नेत्र सरकोमा पठाइदिन्छु ल मेरो मोबाइल त सानो छ छोराकोमा हेर्नु न हुन्छ त्यसैमा त्यो सानोमा त आउँदैन होला सानोमा त आउँदैन हुन्छ ठुलोमा मात्रै आउँछ यस्तो मेरो जस्तो मात्रै आउँछ हुन्छ छोराको छ नि उहाँलाई पठाइदिन्छु नि ल ल ल पठाइदिन्छु बुढी भएर यतिको बोलेको धन्यवाद दिनु भन्न चाहन्छु आउँदा बाटो नकाट्नु आउँदै गर्नु आउनु त आउँछु अब सबैले भिडियो सबैतिर पुर्याइदिनु होला राम्रो भिडियो पठाइदिनु होला यो भिडियो सबैतिर पुर्याइदिनु होला होइन हजुरआमा सबैतिर पुर्याइदिनु होला हस् हजुरआमा सेवाहरू गएको ल हजुरआमा ल